के छ होइन हेरौँ त हामी पनि के छ त पठाऊ त यता जिपटा ल आऊ आऊ जिपटा सबै जानु के भयो त जिपटा आऊ ल आऊ जिपटा जोसुकै आओस् 2-0 भयो होइन के भयो त जिपटा आऊ बेस्ट अफ 5 हो जिपटा पनिसमेन्ट के दाइ हो मेरो दाइ यहीँ बस्नु केही छैन फ्रेन्डली गेम हो होइन फ्रेन्डली गेम हो होइन पनिसमेन्ट गर भाइ पनिसमेन्ट म गरिदिन्छु भनेर तिमीले लेखेको रहेछौ होइन ल गर नि त पनिसमेन्ट त्यस्तो हुँदैन एउटा लाइन हो भाइ पनिसमेन्ट कहाँ चुप्पा हानेर हुन्छ एउटा लाइनको देखेको छैन माथि माथि पढ न भिडियोमा पढ्दा के लेखेको छ एउटा पनिसमेन्ट लाइनको भाइ चुप्पा होइन बुझेको छैन भाइ एउटा लाइनको लाइन हो भाइ यस्तो हुन्छ रात पनिसमेन्ट गरेर म जाँदिनँ अरू कसरी के पनिसमेन्ट गर्ने भने दाइ तपाईँ किन झगडा गर्नुहुन्छ दाजुभाइमा झगडा गरेर हुन्छ यहाँ सुन्नु कति काम हुन्छ कति भ्याएको हुँदैन होइन ठिक छ अस्ति तपाईँले थाहा छ एके ब्रदरलाई लाइन हान्नुपर्ने थियो नि कता कता कुरा नगरे सुरज हो त्यो दायाँ बायाँ त्यस्तो खालको नगरे ताईको कुरा होइन एके 47को पनिसमेन्ट नगर्दा मैले लाइन हानिदिएको किन तपाईँको गेस्टमा जति पनि छ तपाईँको साथीहरूलाई सोध्नु मोडिएटरलाई सोध्नु होइन तपाईँ र मैले बिग म्याच खेलेको थियो मतलब यस्तै च्यालेन्ज गेम खेल्दाखेरि एके 47को गेममा राज दाईले पनिसमेन्ट नगरेर राज दाईको गेस्टमा हुँदाखेरि पनि मेरो एमबिपीलाई रेस्पेक्ट गरेर मैले लाइन हानेको याद छ राज दाई तपाईँलाई सोध्नु तपाईँको मोडिएटरहरूलाई सोध्नु किनभने तपाईँको लाइभ त हेरिरहेको छ नि मोडिएटरले एके 47 हाम्रो दाइलाई तपाईँले हार्दाखेरि लाइन नहान्दाखेरि मैले गर मेरो त बेइज्जत भयो भनेर तपाईँलाई लाइन हानिदिएको किन त्यहाँ सोध्नु कमेन्टमा सोध्नु सक्दिनँ यहाँ सुन्नु राजदाई म सकिनँ मैले त मलाई माफ गरिदिनु भनेर लु म छोडिदिन्छु म सक्ने नसक्नेको एउटा कुरा हुन्छ तपाईँले मेरो क्वेसनको एन्सर दिनु यो फेरि जो पाते मुजीहरू गेम रिक्वेस्ट नगर है रातै बरु यति मात्रै भन होइन ल मलाई तिम्रो लाइनको तपाईँ हाउडे कुरा नगर्नु रातै तपाईँले भन्नु तपाईँले मैले गरेको होइन लुते कुकुर तैँले गरेर लाइन हानेको भनेर तपाईँले हार्दाखेरि मैले लाइन हानेको हो किन म सक्दिनँ सुन्नु त्यो दायाँ बायाँ कुरा नगर होइन दायाँ बायाँ होइन तपाईँको मोटिभेटरलाई सोध्नु है रातै तपाईँले हारेको होइन त्यसमा पनि मैले जित्नुपर्छ भने ल मैले त्यो पनि खेल्थेँ त्यो पनि जितेँ भनेपछि अहिले पनिसमेन्ट गर्ने टाइममा कता कताको कुरा लाने त्यसरी हुन्छ होइन कता कुताको यताउताको कुरा भन्दा पनि तपाईँको मोटिभेटरलाई सोध्नु मैले तपाईँको गेस्टमा आएर मेरो एमबिपीलाई मैले लाइन हानेको छु क्या रातै बुझ्नु भएन तपाईँले यो कुराहरू बिर्सिनु हुँदैन क्या त्यो हुँदा सुल्यो तपाईँ खेल्नै चाहने भने अब एउटा लाइनको फाइनल ब्याटल हुन्छ होइन लेसको होइन बुस्टिङ सबै एलाउड छ होइन मेरोमा त बुस्टिङ कोही पनि छैन होइन म होलोपट्टि दिदीहरूलाई उ गर्छु होइन लेसको एउटा लाइन पनिसमेन्ट हुन्छ सबैले लाइफ सेयर गर गाइज 1 लाइन पनिसमेन्ट नभए टिकटक डिलिट हान्दिएर हिँड्छु मैले गरिनँ भने मैले हारेँ भने राज गुरुङले हार्यो भने राज गुरुङले टिकटक डिलिट हानेर आउनु भएन टिकटकमा लुते कुकुरले मैले हारेँ भने मैले टिकटकमा आउँदिनँ एउटा लाइन पनिसमेन्ट हो रातै पनि एक्सेप्ट गर्नु त्यो पुरानो कुरा सुल्यो जेसुकै होस् होइन 1 एन्ड डन हुन्छ माहौल तातेको छ होइन 1 एन्ड डन तपाईँले हार्यो भने तपाईँले टिकटकमा आउनु भएन 1 हप्तासम्म 7 दिनसम्म टिकटकमा आउनु भएन राज गुरुङ गर्दै आउनु भएन लुतेको गर्दै आउँदैन त्यस्तो ओके नभए एउटा लाइन पनिसमेन्ट तुरुन्तै गऱ्यो भने आउनु पाएँ सुन भाइ बरु सिधै भन्नु म खेल्दिनँ भयो छोड्दै मैले तँलाई मैले कस्तै मैले भने म बाँधिदिनँ क्या म नराम्रो पनि म कसैलाई पनि भन्दिनँ पनि म बाँधिदिनँ पनि मलाई पनि यत्रो साथीभाइहरूले सपोर्ट गरेको छ त्यस्तो मान्छेलाई देख्दाखेरि कति नराम्रो फिल भयो होला त्यो भएको कारणले गर्दाखेरि
पनिसमेन्ट गर पहिला अनि खेल्छु ल मैले भने ल कसरी पनिसमेन्ट कसरी गर्ने रातै पनिसमेन्ट गर ल पनिसमेन्ट गर म खेल्छु भने सुरज म खेल्छु ल के पनिसमेन्ट गर हैन पनिसमेन्ट पनिसमेन्ट गर यहाँ कमेन्टमा जिपाटाले म हानिदिन्छु भने जिपाटा लु आएर पनिसमेन्ट गर न भाइ लु गर आएर गर लु भाइ गर त भाइ त्यस्तो हुँदैन गर पनिसमेन्ट के पनि गर म अर्को गेम म्याच खेल्छु ल जिपाटा यहाँ सुन जिपाटा मेरो जिपाटा भाइ तैँले पनिसमेन्ट गर्छु भनेर भन्छ आई विल डु दि पनिसमेन्ट भनेर चाहिँ यहाँ आएर गर भाइ ल पनिसमेन्ट गर त्यस्तो हुँदैन मैले नभनेको कसरी गर्छ जिपाटा भनेको तैँले पनिसमेन्ट गरेर चाहिँ कसले चाहिँ गर्छ त भन्न त्यसो भने के पनिसमेन्ट के छ पनिसमेन्ट के छ ल तँसँग म खेल्छु कि अर्को गेम यहाँ सुन मैले बोलेको बाजा तँसँग गेम खेल्छु होइन अर्को गेम खेल्छु म हाम्रो AK47 हाम्रो आपा AP47 आपालाई तपाईँले किन पनिसमेन्ट गर्न पहिला गर त त्यो सुल्यो पनिसमेन्ट सुल्यो ल गर पनिसमेन्ट सुल्यो वान एन्ड डन हुन्छ एक हप्ता टिकटकमा लाइभ आउनु पर्दैन नभए राइट नाउ टिकटक अफ गरेर लाइन हाल्नुपर्छ होइन त्यो पनिसमेन्ट हो दुईवटा मात्रै अप्सन छ राधा एग्री छ पहिलाको पनिसमेन्ट सुल्यो ल घुस कस भाइ यहाँ सुन यहाँ पनिसमेन्ट एउटा लाइनको हुन्छ बुझिस् नि म जान्दिनँ ल गाइस सबै डबल ट्याप भन्नु ल मेरो साथीहरु सबै एक हप्ता लाइन आउनु पर्दैन दुईटा अप्सन छ लाइभ इन गरेर लाइन हान्यो भने एक हप्ता लाइभ आउनु पर्दैन गाइस लेट्सको साथीहरु सबैजनाले कीप ट्यापिङ डबल ट्याप सबले डबल ट्याप हान्दै जा केडा सबले मेरो साथीहरु 4000 5000 साथीहरु सबले डबल ट्याप हान्दै जा केडा सबले डबल ट्याप हान्दै जा प्लिज एभ्रीबडी गाइस सबले बुस्टिङ ग्लोभ छ भने अहिले लगाइदिनु गाइस ल बुस्टिङ ग्लोभ ल सबले डबल ट्याप हान्दै जा त केडा हो सबले डबल ट्याप हान्दै जा मेरो साथीहरु सबले डबल ट्याप हान्दै जा मेरो एभ्रीवन साथीहरु सबले स्क्रिन डबल ट्याप गाइस कीप ट्यापिङ राज गुरुले बोलेको छ सबैले रेकर्ड गरेर हान हैन ब्रदर वेलकम छ गाइस सुन्दरी थ्यांक यू सो मच राज गुरुले गरेर भने आई निड दिस टाइम सबले हान्दै जा केडा सबले ल गाइस डबल ट्याप हान्दै जा केडा कत्रो हाने त यार 5000 हाने यार लेट्स गो साथीहरु सबैजनाले कमान एभ्रीवन गाइस लेट्स गो साथीहरु डबल ट्याप हान्दै जान्छ मेसेज ल सबले डबल ट्याप हान्दै जाने केटा हो सबैले कसैले पनि कसैको पनि केही पनि खुताउँदैन हैन जबसँग लुतेको टिकटकमा हुन्छ साथीहरु सबैजनाले माया गर्नुपर्छ हैन राजा बाबु थ्यांक यू साथीहरु ट्रिपल आउँदैछ हैन स्किप ट्यापिङ गाइस प्रत्येक साथी डबल ट्याप हान्दै जाने केटा मेसेज ल हान्दै जाने मेसेज डबल ट्याप हान्दै जाने केटा डबल ट्याप हान्दै जाऊ केटा केही पनि हान्दै के डबल पनि ट्रिपल पनि ब्लक हान्दै हामीसँग बुस्टिङ ग्लोभ छ हैन गाइस यदि तपाईहरुसँग मिस बोल्ने मान्छेलाई सबैलाई ब्लक हान्दै माया टुक्ने गाइस सबैले मेरो अगस्टमा जसले कमेन्ट लेख्छ सबैलाई उतापट्टिको लुते कुकुरको गएर आइडीलाई पनि रिपोर्ट गर्दै गएर यत्र भ्युअर्सले डबल ट्याप हानेर उता जाऊ साथीहरु सबले गाइस सबले डबल ट्याप हान्दै जग्गा ट्रिपल सबले मेरो अगस्टमा जसले ब्याड कमेन्ट गर्छ सबलाई ब्लक हान्दै माया टुक्नेहरु सबले मेरो साथी सबले माया भत्वाहरु साले फेरि भोलि दिनमा ए मलाई अनब्लक गर्दै भन्दै नआइज माया टुक्ने लेट्सको साथीहरु सबैजना हामीसँग केही पनि छैन हामीसँग जिग्री छ अनि हामी अहिले आएन हेर केटा टाइम चुहाइरहेछ मेरो साथी त्यो भएको कारणले सबले के गर्नु पर्यो मेरो साथी सबले आइडी सो गर्दै गर्ने डबल ट्याप हान्दै जाने केटा डबल ट्याप हान्दै जाने मेरो साथी सबलाई जसले ब्याड कमेन्ट गर्छ डबल ट्याप हान्दै जाने मेरो साथीहरु कमान एभ्रीवन गाइस 25 जनाले केटा 25 जना केटाले 25 जना 25 वटा रोज हान साथीहरु सबैजना साथी मेरो प्यारा साथीहरु 25 वटा रोज नम्बर हट जे भए पनि स्पेस च्यालेन्ज चाहिँ खोल्दिनु है मसँग केही पनि छैन उपाय केही छैन हैन रमिता हेर्नु हैन सबै गाइस सबले के दाइ पनि हुनुहुन्थ्यो हैन मसँग आई निड दिस प्लिज भगवानले पनि हेरिहाल्छ नि मेरो साथीहरु डबल छ हैन सबले गाइस सबले लेट्सको साथीहरु आई निड दिस गेम सबले गाइस बुझ्नु मेरो रपुटी दिदी हाम्रो सबै साथीहरु कम अन एभ्रीवन गाइस लेट्सको कोसँग बुझिङ यो कन्फर्टी हानेर हामी गेम जित्दैन हैन सबले गाइस प्लेन कम अन एभ्रीवन गाइस लेट्स गो साथीहरु सबैजनाले सबले मेरो साथीहरु कता टाइम छैन म हामीसँग बुस्टिङ पनि छैन सबले मिलेर केटा हो
बुस्टिङ ग्लोभ थ्याङ्क यू सो मच एङ्ग्री बर्ड थ्याङ्क यू सो मच है यतिसम्म इन्ट्रेस्टिङ बनाइदियो होइन हामीसँग प्रपर्टी दिदी तपाईँसँग बुस्टिङ छ भने बुस्टिङ फालिदिनु है ढिलो भयो नि ब्रदर बुस्टिङ फालिदिनु ल कमन एभ्रीवन गाइज होइन गाइस सबले केटा बुस्टिङ छ होइन तेजेन्द्र भाइ तिमीसँग बुस्टिङ क्लब छ सबलाई ब्लक हान्दियो मलाई थ्याङ्क यू सो मच भाइ हामीसँग कोसँग बुस्टिङ लपटी दिदी बुस्टिङ छ ग्लोभ्स लगाऊ मिस लगाऊ केटा हो बुस्टिङ ग्लोभ छ कि छैन हामीसँग भन् त बुस्टिङ ग्लोभ छ कि छैन बुस्टिङ ग्लोभ छ कि छैन लाउने केटा ल बुस्टिङ ग्लोभ ल मिस लाउनु छाडा कमेन्ट लेख्ने जिन्दगीमा अनब्लक नगर यहाँ मेरो यस्तो बेलामा होइन जेपाते कमेन्ट लेखेर ट्याप ट्याप गर्दैन भने त्यो त मुझे काम पनि लाग्दैन याद गरेर गाइस लेट्स गो प्रपर्टी दिदी कोहीसँग बुस्टिङ सुस्टिङ छ साथीहरू साथ यो लास्ट फाइनल यो लास्ट गेममा छैन भन्ने छ होइन कोहीसँग पनि बुस्टिङ छैन है वान लाइन इज लाइक सबले मिलेर गाइस बुस्टिङ ग्लासमा क्लिक गरेर खेला केटा सबले मेरो साथ दिस फाइनल बेला गाइस कम अन पोज एभ्रीबडी लेट्स गो टुङ 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 गुर्खा गुर्खे तेजेन्द्र टिल रे थ्याङ्क यू सो मच लुक एट खा मुला जामा आलु सबले गाइस सबले मेरो साथीहरु तिमीहरु चल लुक एट मुला यो जामुला साला एन्ड गाइस टल्ली 2025 थ्याङ्क यू सो मच गुर्खा सैनिक गुर्खा थ्याङ्क यू ब्रदर टल्ली यस्तो हुन्छ थ्याङ्क यू गाइस थ्याङ्क यू हैन इट्स ओके मैले विनर भए हैन इट्स ओके त्यसै गरी हुनुहुन्छ हाम्रो बजारमा तानसेन बजार भाइ ल भाइ अब चाहिँ भाइ आफै विचार गर हेर तैले जति गेम मैले माने गेम खेले मैले के बोलेको छु भाइको कारणले गर्दा लु मलाई लायोन हान भाइ छिटो हुन्छ यो टल्ली तपाईको यस्तो हुन्छ टल्ली भन्ने छ नि मेरोमा चाहिँ यहाँ सुन टल्ली भनेको मेरोमा यस्तो क्लिक गरेको ब्लक लिस्टमा रहेछ सोध्नु हैन त्यसलाई फेसमा आइज भन्नु म लाइक लाइन भाइ त्यसो भने तपाईले फेसमा आइज नि त हैन त्यस्तो हुँदैन यहाँ सुन्नु त्यस्तो हुँदैन तपाईको एमबीपी हैन टल्ली मेरो ब्लक लिस्टमा छ यहाँ मैले ढाटेको हैन मैले अहिले भर्खर गरेको हैन मेरो मम्मीको कसम हैन मैले गरेको हैन यहाँ सुन्नु त्यसो भने त्यो अहिलेको उतापटिको मान्छे पनि मेरो ब्लक लिस्टमा मान्छे ढ्याङ्किने गाने किन छोड्दिन तँसँग सरकार नि यहाँ सुन्नु रात मैले ढाटेको छोड्नु मेरो मम्मीको कसम हैन मैले ढाटेको पनि हैन यो ब्लक लिस्टमा छ हैन यहाँ सुन्नु अब यो यसले फेसमा आयो नि म लाइन हान्छु यहाँ सुन्नु किनभने अस्ति तपाईँ मैले यहाँ फोन देखि हेरिरहेको यहाँ सुन्नु यो टल्ली भन्ने कसरी प्राइभेटबाट हाने त प्राइभेटबाट बिबेले तँसँग सरकार भएन रातै त्यससँग सरकार त्यसलाई लाइन हान्छु होइन फेसमा आइज भन्नु पर्यो किनभने त्यो टल्ली मेरो ब्लक लिस्टमा भएको मान्छे कसरी किन फेसबुक नदेखेको यत्रो गेम खेलेर आएको मान्छे अगाडि आँखाको सामने तँले मलाई फेस देखा तल म एउटा लाइन छोड्छु तल उल्टा आएर तल म एउटा लाइन हान्दिन्छु ल तँसँग सर यो टल्ली यहाँ मुग्न छाड यहाँ देखिस् यहाँ छैन यहाँ बिपिएलले मैले प्राइभेटबाट तिमीलाई हानिरहेको छ मैले केही भनेको छु छौ मैले जिपाटाले प्राइभेटबाट हान्यो जिपाटाले देखेर दा म तपाईँको हामी त तपाईँको एउटा आइडियल हो भनेर तिमीलाई भनिरहेको छ यहाँ मुखमा ठिकै पर्छ डजन्ट म्याटर त्यो यो राणीको बान मुझे फेसमा आयो भने म हान्छु नि त होइन तपाईँको एमबिपी को तपाईँले चिनेको मान्छे भने को 25 भन्ने मैले चिनेको टल्ली भनेको उता के अरे कपनको मिलन चोकको ब्रदर हो मसँग छ उसको फोन नम्बर छ मसँग टन्न हेलो आइ हुन्छ लु त्यसलाई के फेसमा राख्नु म लाइन हाल्छु म लाइभ इन गर्छु हैन योसँग सर गरेर नो प्रब्लम लाइभ इन गर भाइ पनिशमेन्ट गर त्यति दाइ बाज भाइ तैले पनिशमेन्ट यस्तो प्रकाश दाइ इन द हाउस वेलकम छ हैन भाइ सक्यो त्यस्तो हुँदैन त्यो ओइ जिपाटा यहाँ किन गर्दिन ओइ विनोद ओइ हेलो रात दाइ विनोद कसैलाई पनि गाली गर्न पाउँदैन नि फेरि लु हान्द त आएर पनिशमेन्ट हान्द जिपाटा प्रकाश दाइ यहाँ हुनुहुन्छ हैन गाली गर्न पाउँदैन भाइ यहाँनेर हान्द
हान्दा बिना त आएर यहाँ 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 त्यो टल्ली हो कि तल्ली होइन मान्छे कसरी त्यसले भयो गर्दा विनोद यहाँ आएर गर भाइ आइज यहाँ आएर गर पनिसमेन्ट म गरिदिन्छु पनिसमेन्ट भन्छ आई विल डु दि पनिसमेन्ट भनेर ल आएर गर्दा भाइ यहाँ आएर गर आएर पनिसमेन्ट अर्को लु गर्दा यहाँ आएर गर यो कस्तो खालको हो भने एक गेम भने एक गेम वन खेल्यो भने अर्को गेम खेल्यो अर्को 3 गेम मैले जितेको त्यस्तो भने भाइ मैले भने सक्दैछ भने एक फेस देखा तँलाई म छोडिदिन्छु क्या तिमी जाऊ होइन यहाँ हाम्रो कस परिरहेको हुँदैन राधा पनिसमेन्ट गर्नुलाई एमबिपी फेसमा त्यस्तो 3 दिन 4 दिनसम्म एमबिपी आउनुपर्छ फेसमा आउनुपर्छ एमबिपी अनि मात्रै पनिसमेन्ट हुन्छ क्याटलिन तिमी एमबिपी चिन्छ मेरो एमबिपी नि यहाँ सुन तेजना पुन ल्याउँछु म गेस्टमा ल ल्याउनु नि त तेजना पुन कसरी हुन्छ हामीले चिनेको छैन यहाँ देखेको छ एमबिपी यस्तो हो यहाँ सुन क्याटरिङ एमबिपी भनेको मैले ब्लक गरेको मान्छे एमबिपी छ यहाँ सुन है यो एमबिपी हो यो टिक्ली हो कि के भने यहाँ फलोअर अनि ब्रदर नि यहाँ सुन यहाँ कपान त्यो सिधो उताबाट पनि नि यहाँ सुन उताबाट पनि मलाई मान्छेले टल्ने भन्ने हामीले त्यहाँ गेस्टमा बसेर त्यत्रो सल्लाह गरेको मैले के भने विपिन बदलले हाने त मैले के भन्यो मैले के हान्ने जितायो थोरै हान्नु त तपाईँलाई पनि हान्थ्यो होला नि साथीभाइ खुवा हान्नु एक अर्कामा हान भइहाल्छ नि टिकटकमा भएपछि एमबिपी यो भने यसलाई गेस्टमा राख्ने फोटोमा आइज भन्नु नि त एमबिपी मुजी म्याच के फोटोमा आउन नसक्ने मुजी खाटे मुजी एमबिपी एउटा एमबिपी भनेको त एउटा सानमा आउने हो नि त म्याच कहाँ खाते कहाँको मुजी राजगुरु पैसा खाएर मलाई कस्तो खालको यार तेरिका anyone can give is okay भने ओके स्टार्टिङमा हो त स्टार्टिङमा त्यो सुरुमा भने के हो नि अब साह्रै खतम हस् जामा लगाउने छोड्दिनु गाइस सबले डबल ट्याप भने मेरो साथीहरू छोड्दिनु अब के गर्ने अब त्यस्तो मलाई फेसमा आएको छैन देखाएको छैन बाजेर के गर्ने होइन अनि एउटा गेम हान्ने भनेको मान्छे तिमी 3टा गेम हानेर किन बसेको अनि तीनटै गेममा मैले जितेको त्यसको त्यो छैन क्यातिले त्यस्तो छोड्दिनु अब त्यस्तो यार के भन्ने अब उले जे भने पनि गर्दैन्थ्यो जस्तो लागिरहेछ मलाई पनिशमेन्ट जे भने नि गर्दैन्थ्यो जस्तो लागिरहेछ पनिशमेन्ट काम त गर्ने थिएन अब के हैन जस्तो अब त्यो फेरि नि यहाँ सुन्नु त्यो हाम्रै भाइहरु के मेरै गाउँको भाइ हो त्यो भाइहरु आएर मुनिपट्टिबाट उचालिदिन्छ क्या साला तोर्पेहरु के भन्ने अब त्यो जिपाटा भन्ने विनोद भाइ हो नि त म चिन्छु नि त्यो भाइलाई मसँगले अनि त्यसले उचालिदिँदो रहेछ क्या उता गएर चाहिँ अनि मलाई भेट्दाखेरि चाहिँ